दर्शकबिन नमस्कार। गायिका एलिना चौहानले डिभोर्समा केही पनि सम्पत्ति नलिने भने पनि सुन किन फिर्ता गरिनन्? सुन कति थियो भन्ने कुरा मेरो युट्युबभरि छताछुल्ला छ भने मैले त्यो कुरालाई प्रमाणित गरिरहनु पर्ने जरुरत छैन। मैले यो हो भन्नुपर्ने पनि जरुरत छैन। बाहिरी समाजमा देखावटीको लागि गायिका एलिना चौहानले डिभोर्समा केही पनि सम्पत्ति नलिने भनेर भनेकी थिइन्। तर पनि उनले विष्णु सापकोटाले बिहेमा दिएको सुन भने फिर्ता गरेकी छैनन् र उनले सुन किन फिर्ता गरिनन् त? र गायिका एलिना चौहान विष्णु सापकोटाको बारेमा यसरी बोल्छिन्। थोरै जानकारी भिडियोबाट। सर्वस्व नै सकियोस् भन्ने म चाहदिनँ। उहाँको एकदमै राम्रो होस्, फलिफाप होस्। अब सायद उहाँले जस्तो खोज्नु भएको थियो त्यस्तै जीवनसाथी उहाँलाई मिलोस्। म चाहिँ उहाँको लायक हुन सकिनँ। अहिले आएर गायिका एलिना चौहान भन्छन् म विष्णु सापकोटाको लायक थिइनँ र विष्णु सापकोटा पनि मेरो लायक थिएनन्। अब उनले आफ्नो लायकको केटी खोजेर बिहे गरून् भनेर विष्णु सापकोटालाई शुभकामना दिएकी छिन्। हो दर्शकबिन, गायिका एलिना चौहान भन्छन् विष्णु सापकोटाको केही बानीहरू एकदमै नराम्रा थिए। ती बानीले गर्दाखेरि पनि म विष्णु सापकोटासँग सँगै जुनी बिताउन नसक्ने भएको कारणले गर्दाखेरि डिभोर्स लिन बाध्य भयो कि भनेर उनले मिडियामा खुलाएकी छिन्। दर्शकबिन, सुनको बारेमा एलिना चौहान भन्छन् सुन हामीले एकअर्कालाई बराबरी दिएका थियौँ। यदि मलाई विष्णु सापकोटाले त्यो सुन फिर्ता गर्छ भने म उसलाई पनि यो सुन फिर्ता गर्न तयार छु। यदि उसले त्यो सुन फिर्ता गर्दैन भने म पनि यो सुनलाई फिर्ता गर्दिनँ। हो दर्शकबिन, एलिना चौहानले पछिल्लो समयमा आएर विष्णु सापकोटाको बारेमा मिडियामा विभिन्न नराम्रो कुराहरू बोल्दै गएकी छिन्। यो राम्रो हो या नराम्रो हो, तपाईँलाई के लाग्छ?